स्वयम्भू नजिकै रहेको हर्चोक क्षेत्र जहाँ विभिन्न देवी देवता विराजमान हुनुहुन्छ, जसमध्ये एक शक्तिको रूपमा आकाश देवी हुनुहुन्छ। श्री हर्चोक आकाश भैरव 12 वर्ष जात्राको क्रममा हातमा धनुष बाण लिएर आकाशतिर मात्र फर्केर नाच गर्ने हरित वर्णका यी देवी नृत्यको क्रममा कसैसँग आँखा जुटिएमा उनको मृत्यु हुने हुनाले उहाँ जहिले आकाशतिर हेरेर मात्र नृत्य गर्नुहुन्छ भन्ने जनविश्वास रहिआएको छ। हावाको रूपमा विराजमान हुने यी देवीको पूजा अर्चना गर्नाले मानिसलाई टाउको दुखेको, शरीरको अङ्ग अङ्गमा हावा छिरेको, पेट दुखेको र हातखुट्टा नचलेकोहरूलाई पूजा गर्नेमा यहाँ निको हुने जनविश्वास रहिआएको छ। श्री आकाश देवी मन्दिरमा कुनै पनि दिन, समय, बजी, कालो भटमास, टीका, अबिर, हाँसको अन्डा साथै विशेष गरी धनुष बाण राखी पूजा गर्ने गर्दछन्। साथै पूजाका लागि लगिएका कुनै पनि सामग्रीहरू फिर्ता दिलाउन नहुने भनी जनविश्वास पनि रहिआएको छ। बडा दशैँको दिन यहाँ निकै विशेष तरिकाले पूजाहरू गर्ने गर्दछन्। श्री हर्चोक आकाश भैरवले हामी सबैको रक्षा गरून्। अब हजुरहरू सिंहदरबार घुम्न जाने क्रममा श्री आकाश भैरवको पनि दर्शन गर्नु जान नबिर्सनुहोला।